नमस्ते सम्पूर्ण सरेट नर्थ साउथमा बस्नु भएको सम्पूर्ण धिमे खला र विशेष गरेर विक्रमजीलाई म हृदयदेखि धेरै धन्यवाद भन्न चाहन्छु। एकदमै राम्रो प्रोग्राम नानी बाबुहरूको एउटा अति आफ्नो मौलिक बाजा र मौलिक संगीतलाई यति माया गरेर अगाडि बढाइरहनु भएको छ। सम्पूर्णमा म चाहिँ हृदयदेखि धन्यवाद भन्न चाहन्छु। आउने दिनहरूमा फेरि भेट्नेछु र फेरि नेपाली संगीत र विशेष गरेर मौलिकतालाई नबिर्सिने कार्य हामी फेरि हातमा हात मिलाएर गर्नेछौँ। त्यतिन्जेलको लागि सम्पूर्णमा धेरै धेरै धन्यवाद। मलाई त्यो ठाउँमा यति धेरै माया र यति धेरै न्यानो पन दिनुभएकोमा म सम्पूर्णमा नमन गर्न चाहन्छु। थ्याङ्क यू। नमस्कार। हाम्रो धिमे खला परिवार, स्पेशली हाम्रो विक्रमजी र सबै भोलिन्टियर साथीहरू जसले चाहिँ हाम्रो साउन्ड अफ स्याक्रेड भ्याली कन्सर्टलाई अर्गनाइज गर्नुभयो र यसलाई भव्यताका साथ सफल बनाउनु भएकोमा हामी धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। एज एन आर्टिस्ट हाम्रो लागि एकदम राम्रो एक्सपिरियन्स रह्यो। तपाईहरूले जुन हाम्रो कला संस्कृति संगीतलाई जगेर्न मात्र होइन, यसलाई भावी पुस्तासम्म पुर्याउने जुन अथक प्रयास गरिरहनु भएको छ त्यो एकदमै सराहनीय छ र त्यसको हामी एकदम धेरै कदर गर्दछौँ। त्यसका साथै शार्लटमा बस्नुभएका, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना बस्नुभएका सबै संगीत प्रेमीहरू जो चाहिँ हाम्रो कन्सर्टमा आइदिनु भयो, रमाएर जानुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद। भविष्यमा पनि हामी फेरि आउनेछौँ। फेरि यस्तो कन्सर्ट हुने नै छ। तपाईँहरूको साथ सहयोग को हामी अपेक्षा गरिरहेका छौँ र यस्तो आफ्नो देशको कला संगीत र ट्रेडिसनलाई अगाडि बढाउने कुरामा साथ दिनुहुन्छ भन्ने हामीले आशा लिएका छौँ। नमस्कार।